नमस्कार मेरा प्यारा साथी तथा दिदीबहिनी र दाजुभाइहरूलाई। तपाईहरुलाई मेरो यस च्यानलमा स्वागत छ। मेरो च्यानल सौन्दर्य र प्लास्टिक सर्जरीमा केन्द्रित छ। यस च्यानलमा म विशेष गरी हाम्रो समाजमा चर्चामा रहेका सेलिब्रिटीहरूको प्लास्टिक र कस्मेटिक सर्जरीको बारेमा कुरा गर्दछु। मेरो उद्देश्य यस च्यानलबाट सकारात्मक सन्देश प्रदान गर्नु हो। आजको यस भिडियोमा भने म आशिका तामाङको रूपान्तरण अथवा ट्रान्सफर्मेसनको बारेमा कुरा गर्नेछु। के उनी प्राकृतिक रूपमा नै साँच्चीकै एन्जेलिना जोली जस्तै देखिन्थिन् या यसका लागि उनले प्लास्टिक वा कस्मेटिक सर्जरीको मद्दत लिएकी छिन्, त्यसबारे चर्चा गर्नेछु। कृपया ध्यान राख्नुहोस् कि यो विश्लेषण मैले मेरो कस्मेटिक सर्जरीको ज्ञानको आधारमा गरेकी छु। यो मेरो आफ्नो दृष्टिकोण हो र यसको कुनै पुष्टिकरण वा कन्फर्मेसन छैन, किनकि म उनको प्लास्टिक सर्जन होइन। यो केवल उनका पुराना र पछिल्ला तस्बिरहरूको आधारमा गरिएको मेरो विश्लेषण मात्र हो। म एक अनुरोध पनि गर्न चाहन्छु, कृपया उनको यस निर्णयको विषयलाई लिएर उनको सामाजिक सञ्जालमा गाली गलौज या नकारात्मक टिप्पणीहरू पोस्ट नगरिदिनुहोला। हरेक व्यक्तिले आफ्नो शरीरको बारेमा निर्णय लिने अधिकार छ, तसर्थ कुनै पनि व्यक्ति प्लास्टिक सर्जरी गराउनुको कारण आलोचनाको विषय हुनुहुँदैन। ल अब सुरु गरौँ है त। आशिका तामाङ अहिले नेपाली समाजमा जल्दो बल्दो नाम हो। कहिले नेपाली एन्जेलिना जोलीको रूपमा त कहिले सामाजिक कार्यकर्ताको रूपमा अथवा कहिले मन्दिरमा ताण्डव गरेर नै किन नहोस्, उनी कुनै न कुनै किसिमबाट चर्चामा आइरहेकी हुन्छन्। विशेषतः उनको कार्यशैलीबारे सामाजिक सञ्जालमा निकै नै टिप्पणी हुने गर्दछ। जर्मनीमा नर्सको रूपमा कार्यरत आशिकाको जन्म 2049 साल मलेकु धादिङमा भएको थियो। गरिब परिवार र सङ्घर्षमा हुर्किएकी आशिकाले जर्मन नागरिकको स्पोन्सरसिपबाट नेपालमै आफ्नो पढाइ पुरा गरिन् र त्यसपछि उनी जर्मनी लागिन्। 2069 सालमा मिस तामाङ 2012 मा भाग लिइन्, जसमा उनले मिस पपुलर र मिस फोटोजेनिकको उपाधि पनि जितिन्। यही बीचमा 2069 सालमा उनी आफूभन्दा 17 वर्ष जेठा जर्मन नागरिक थोमससँग विवाह बन्धनमा बाँधिन्। श्रीमानसँगै जर्मनीमा बस्ने भए तापनि 2072 सालमा उनको पहिलो नेपाली फिल्म सुश्री रिलिज भयो, जसमा नायक थिए आर्यन सिग्देल। यस फिल्मले बक्स अफिसमा सोचे जस्तो परिणाम नदिएपछि आशिका फेरि श्रीमानसँगै जर्मनी फर्किन् नर्सको रूपमा कार्यरत गर्नको लागि। कुनै बेला नेपाली चलचित्र क्षेत्रमा उनको नाम नेपाली नायक बन केसीसँग पनि जोडिएको थियो। उनी हाल नेपालमा ग्रिन एन्ड क्लिन आशिका फाउन्डेसन सञ्चालन गरेर सामाजिक कार्य गर्दै आएकी छिन्। अनुहार तथा शरीरको विश्लेषण। आशिकाको अनुहार स्क्वायर आकारको देखिन्छ। उनको अनुहारमा अरू भागको तुलनामा निधार, चिउँडो र चिकबोन तथा गालाको हड्डी केही फराकिलो अनि ठुलो देखिन्छ। झट्ट हेर्दा उनको अनुहार शरीरको तुलनामा केही ठुलो देखिन्छ। वास्तविकतामा ठुलो टाउको तथा अनुहार केही अनौठो देखिए पनि फोटोग्राफीतर्फ भने ठुलो अनुहार हेडसटको लागि उत्कृष्ट मान्ने गरिएको छ। ठुलो अनुहारले अन्य विवरणहरू जस्तै आँखा, गालाका हड्डीहरू र साथै अनुहारका हावभाव, अभिव्यक्तिहरू अथवा एक्सप्रेसनहरू राम्रोसँग क्याप्चर गर्न सक्ने हुँदा यसलाई प्राथमिकता दिइन्छ। गाउँघर वर्णकी आशिका तामाङको अनुहारमा प्रष्ट रूपमा मङ्गोलियन विशेषताहरू झल्किन्छन्, जस्तै साना आँखा, केही चौडो नाक, मध्यम साइजको ओठ र साथै पातला आइब्रोहरू। युनिभर्सली कुनै पनि व्यक्तिको अनुहारको आकर्षण अथवा फेसियल अट्र्याक्टिभनेस अनुहारको सिमेट्रीको आधारमा विश्लेषण गरिन्छ। यसका लागि अनुहारलाई गणितीय रूपमा विभिन्न कोणबाट मापन गरिन्छ, जसलाई गणितज्ञहरूले द गोल्डन रेसियो अफ फेसियल एनालाइसिस भन्ने नाम दिएका छन्। गोल्डन रेसियो एक विशेष अनुपात अथवा रेसियो हो जसले पहिले अनुहारलाई दुई भागमा विभाजन गरेर त्यसको अनुपातको तुलना गर्दछ। अपेक्षित अनुपात 1.6 हो। यसको साथसाथै मैले यस तस्बिरमा देखाए झै अनुहारलाई तेर्सो गरी 3 भागमा र ठाडो गरी 5 भागमा विभाजन गरेर मापन गरिन्छ। यसरी मापन गर्दा सकेसम्म परिणाम समानको नजिक आउनु पर्दछ। आजसम्म विश्वमै सुन्दर कहलिएका व्यक्तिहरूको पनि ठ्याक्कै समान अनुपात आएको छैन। त्यसमा पनि केही व्यक्तिहरूले सुन्दरता वा आकर्षणको परिभाषा केवल अनुहारको सममिति अथवा सिमेट्रीमा मात्र होइन, कहिलेकाहीँ एक विशेष विशेषतामा पनि निर्भर गर्न सक्छ भनेर खण्डन गरेका छन्। उदाहरणको लागि, यदि कुनै व्यक्तिको नाक बाङ्गिएको छ तर उनका आँखाहरू निकै सुन्दर छन् भने उनको आकर्षण नै उनको आँखा हुन जान्छ। यस ल अनुसार हेर्दा आशिकाको अनुहारमा धेरै असमानता देखिन्छ, जुन सामान्य हो। सबै मानिसको शरीरमा कुनै न कुनै अङ्गमा असमानता हुनु स्वाभाविक हो। यो प्राकृतिक प्रक्रिया हो।
उनको शरीर अंग्रेजी अक्षर H आकारको छ। यसको मतलब उनको कुम र कम्मरको चौडाइ केही बराबर छ। उनको शरीरमा कवेचा देखिँदैन। पातलो उनको शरीरमा खासै फ्याटी टिस्युज तथा बोसोहरू पनि देखिँदैन। आशिकाको सामाजिक सञ्जालमा गएर हेर्दा 2068 सालभन्दा अगाडिका तस्बिरहरू मैले खासै फेला पार्न सकिनँ। त्यसपछि पोस्ट गरिएका प्राय फोटोहरू पनि एडिट गरिएका वा फिल्टर राखिएको हुनाले उनको तस्बिरहरूबाट डिटेल विश्लेषण गर्न अलिक अप्ठ्यारो परेको थियो। एडिटेड या फिल्टर राखिएका फोटोहरूलाई म यस भिडियोमा एडिटेड भनेर राख्नेछु। कहिलेकाहीँ उनले एकै समयमा खिचेका फोटोहरू पनि कुनै एडिट गरी वा कुनै नगरी पोस्ट गर्ने गरिएको पाइन्छ। नाकको शल्यक्रिया अथवा राइनोप्लास्टी। उनको फोटोहरूको आधारमा भन्नुपर्दा उनको सर्जिकल जर्नी चाहिँ 2072 साल अघि नै सुरु भएको हुनुपर्दछ। मेरो विश्लेषणमा उनको सबैभन्दा पहिलो सर्जरी भनेको राइनोप्लास्टी वा नाकको सर्जरी हो, जसले उनको नाकको आकार सानो बनाएको थियो। मूलतः नाकको शल्यक्रिया दुई पद्धतिबाट गर्न सकिन्छ, ओपन र क्लोज्ड। ओपन पद्धतिमा नाकको बीचको भाग, जसलाई अङ्ग्रेजीमा कोलुमेला भनिन्छ, त्यसमा चिरिन्छ। यस चिराबाट नाकभित्रका संरचनाहरू वा स्ट्रक्चरहरूलाई आवश्यकता अनुसार अथवा बिरामीको इच्छा अनुसारको आकार दिने काम गरिन्छ। यो चिरिएको दाग पछिसम्म रहनेछ। अर्को क्लोज पद्धतिमा भने नाकको भित्री भागमा मात्र चिरिन्छ, जसले गर्दा बाहिर कुनै दाग देखिँदैन। राइनोप्लास्टी पछि उनको नाक केही सानो भएको छ र साथै नाकको ब्रिजको उचाइ पनि केही बढेको देख्न सकिन्छ। अब उनको नाक अगाडिबाट हेर्दा पहिलो जस्तो चेप्टो देखिँदैन। नाकको ब्रिजको उचाइ बढाउनका लागि उनको नाकमा ग्राफ्ट राखिएको देख्न सकिन्छ। नाकमा ग्राफ्ट राख्दा शरीरको कुनै पनि अङ्गबाट नरम ग्राफ्ट जस्तै टिस्यु, कार्टिलेज वा कडा हड्डी निकालेर त्यसलाई आकार मिलाई नाकमा सारिन्छ। आवश्यकता अनुसार केही सिलिकोन, गोर्टेक्स जस्ता अन्य बाहिरी सामग्री पनि ग्राफ्टको रूपमा राख्न सकिन्छ। उनको केसमा ग्राफ्ट बाहिरबाट स्पष्ट रूपमा देख्न सकिन्छ, जस्तै कि यी तस्बिरहरूमा। ग्राफ्टको शार्प एजेस अथवा कुनाको धारहरू ब्लेन्ड हुन समय लाग्ने भएकोले सुरुको रिकभरीमा अझै प्रष्टसँग देखिन्छ। उनले ग्राफ्ट र्याडिक्समा राखिएको देख्न सकिन्छ, जसले नाक त अग्लो बनाइदिएको छ, तर नाकको टिप अथवा नेपालीमा सिरेको परिभाषा, जसलाई हामी टिप डेफिनेसन पनि भन्छौँ, त्यसलाई परिवर्तन गरिदिएको छ। अगाडिबाट हेर्दा नाकको आकार सानो देखिए पनि साइडबाट हेर्दा नाकको टिप एकदमै म्यास्कुलिन देखिएको छ। अर्को भनेको एलआरप्लास्टी हो। साधारण मानिसले बुझ्न सक्ने गरी भन्नुपर्दा एलआरप्लास्टी भनेको नाकको पाललाई सानो बनाउने एक प्रकारको सर्जिकल प्रक्रिया हो। यसले नाकको पाललाई बराबर बनाउनुको साथै नस्ट्रिल फ्लेयर अथवा नासिका फैलावटलाई पनि कम गर्न मद्दत गर्दछ। नस्ट्रिल फ्लेयर मङ्गोलियन अनुहारमा देखिने सामान्य विशेषता हो। एलआरप्लास्टी गर्दा नाकको पालमा सानो चिरा लगाइन्छ र त्यहाँको अतिरिक्त अथवा एक्सिस टिस्यु हटाइन्छ। यस चिराको दाग आशिकाको फोटोमा म देख्दछु। उनको केसमा यस सर्जरीले नाकको सन्तुलनमा असर पुर्याएको देखिन्छ। उदाहरणको लागि हालको तस्बिरहरू हेर्दा उनको नाकको पालहरू एउटै स्तरमा नभई दायाँ नासिका थोरै माथि तानिएको छ। यसलाई नस्ट्रिल रिट्र्याक्सन भनिन्छ र यो राइनोप्लास्टी सर्जरीको एउटा सामान्य जटिलता हो। डर्मल फिलर्स वा न्युरोटोक्सिन्स। 2071 सालतिर मैले अचानक उनीमा धेरै ठुला परिवर्तनहरू देखेँ। सबैभन्दा प्रष्ट रूपमा देखिने परिवर्तन भनेको उनको ओठ थियो, जुन त्यसबेला निकै नै चर्चाको विषय बनेको थियो। उनका ओठहरू तुलनात्मक रूपमा धेरै नै मोटा र ठुला देखिएका थिए। भन्नुपर्दा उनले डर्मल फिलर्सको प्रयोग गर्न सुरु गरेकी थिइन्। नेपाली कलाकारहरूमाझ हालसालै मात्र प्रचलनमा आएको डर्मल फिलरको प्रयोग उनले 2071 सालतिर नै गर्न थालिसकेकी थिइन्। यसरी प्रयोग गरिने फिलरहरूमध्ये सबैभन्दा लोकप्रिय हायलुरोनिक एसिड हो। 2071 सालको पहिलो केही महिनाको तस्बिरहरूमा उनको प्राकृतिक ओठ देखिन सकिन्छ। यी ओठहरूका कारणले नेपालमा उनलाई विश्वभरि प्रख्यात हलिउड अभिनेत्री एन्जेलिना जोलीसँग तुलना गर्न थालियो। एन्जेलिना जोली विशेष गरी उनका आकर्षक ओठहरू र बदामी आँखाको आकारले चिनिन्छ, जसलाई आल्मन्ड शेप आइज पनि भनिन्छ। एन्जेलिना जोलीका ओठहरू भने प्राकृतिक रूपमै मोटा छन्। आशिका तामाङलाई नेपाली एन्जेलिना जोलीको नामले पनि चिनिन थालियो। हेर्दा लाग्थ्यो कि आशिका पनि यी प्रसिद्धिमा रमाउँदै थिइन्। उनको पहिरनको शैली, मेकअप, हेयरस्टाइल र फोटो खिच्ने शैलीबाट लाग्थ्यो कि उनी एन्जेलिना जोलीबाट निकै नै प्रेरित थिइन्। आफ्नो सामाजिक सञ्जालमा पनि उनले एन्जेलिना जोलीसँग तुलना गरिएका तस्बिरहरू पोस्ट गरिरहेकी हुन्थिन्।
यी तुलना गरेका 2071 र 2072 सालका तस्बिरहरूमा तपाईले भिन्नता देख्नुहुनेछ। साइडबाट हेर्दा यो भिन्नता अझ स्पष्ट देखिन्छ। यो विशेष लुकलाई अंग्रेजीमा डक लिप्स भनिन्छ, जसको नेपालीमा ठ्याक्क उल्टा हुन्छ, हाँसको जस्तो ओठ। ओठमा फिलरको अधिकतम मात्रा भएकोले फिलर्स ओठको किनाराभन्दा माथि सरेको थियो। उनका ओठहरूको आकार कहिले साना त कहिले ठूला देखिन्छन्। यसको मतलब उनले बेला बेलामा फिलर्स थप गरिरहेकी हुन्छन् भन्ने बुझ्न सकिन्छ। उनका हालका तस्बिरहरू हेर्दा उनले अझ बढी फिलर्स राखिएको देख्न सकिन्छ। यसको साथसाथै उनले चिउडोमा पनि फिलर्स राखेर चिउडो केही लाम्चो बनाएको देखिन्छ। यो प्रक्रिया सायद उनको फराकिलो निधारसँगको सन्तुलन मिलाउनको लागि गरिएको हुन सक्छ। तर फिलर्स बढी भएकोले उनको चिउडो पनि अलि बढी नै लाम्चो देखिन्छ। यसको साथसाथै उनले चिकबोन वा गालाको हड्डीमाथि पनि फिलर राखेकी म देख्दछु। यसले उनको चिकबोन अग्लो देखाए उनको अनुहारलाई ल्याटरल प्रोजेक्सन दिएको छ। समस्तमा हेर्दा फिलरको मात्रा बढी भएकै कारण उनको अनुहारको सन्तुलन अथवा ओभरअल फेसियल हार्मोनीमा असर गरेको देखिन्छ। फिलर बाहेक न्युरोटक्सिन वर्गमा पर्ने बोटक्सको पनि प्रयोग गरेको देख्न सकिन्छ, विशेष गरी उनको निधार र आइब्रोमा। बोटक्स अर्थात् पूर्ण नाम बोटुलिनम टक्सिन ए। यसले मांसपेशीलाई शिथिल वा रिल्याक्स गराउँछ, जसले झुरीहरू वा चाउरीहरू कम गर्न मद्दत पुर्याउँछ। उनका आइब्रोहरू पनि केही उठाइएका र एङ्गल्ड देखिन्छन्, जसका कारण आँखाको आकार थप ठुलो देखिन्छ। यसलाई बोटक्स ब्रो लिफ्ट पनि भनिन्छ। तर यसमा पनि उनका इन्जेक्टरले होसियारी नपुर्याउँदा बेला बेलामा उनको आइब्रोको स्तर नमिलेको प्रश्न देखिन्छ। मैले अघि भने जस्तै मानव शरीरको कुनै न कुनै अङ्गमा असमानता हुनु स्वाभाविक हो, तर उनको आइब्रोको असमानता भने बोटक्सको धेरै प्रयोगले गर्दा भएको हो। यसले गर्दा कहिलेकाहीँ उनको अनुहारको अभिव्यक्ति तथा एक्सप्रेसनहरू खुला रूपमा प्रस्तुत हुँदैनन्। जस्तै निधार खुम्चाउँदा देखिने सामान्य चाउरीहरू कम देखिन्छन्, यी तस्बिरहरूमा देखाए जस्तै। त्यसकारण बोटक्सको प्रयोग गर्दा अनुभवी र योग्य चिकित्सकको सल्लाह लिनु अत्यन्त महत्त्वपूर्ण छ। हालको तस्बिरहरू हेर्दा चाहिँ उनको आँखाको पलक अथवा आइलिड केही झरेको जस्तो देखिन्छ, जुन सामान्य हो। उमेर र तौल अनुसार पलक झोलिँदै जान्छ। यसको उपाय भनेको अपर ब्लेफरोप्लास्टी हो। यस प्रक्रियामा पलकको माथिल्लो भागको अतिरिक्त छाला र बोसोलाई शल्यक्रियाद्वारा काटेर हटाइन्छ। यससँगै उनले बोटक्स लिप फ्लिप पनि गरेकी मेरो अनुमान छ। यसमा बोटक्स इन्जेक्सनको सहायताले माथिल्लो ओठलाई माथितिर घुमाउँछ, जसले ओठको उचाइमा सुधार ल्याउँछ र ओठलाई आकर्षक देखाउँछ। स्तन वृद्धि शल्यक्रिया अथवा ब्रेस्ट अग्मेन्टेसन। हामीले आशिकाको पुराना फोटोहरूबाट उनको शरीरको बनावट हेर्यौं। उनको शरीर यो अवस्थामा खासै फ्याटी टिस्यु रिटेन गर्न सक्ने अथवा संग्रह गर्न सक्ने खालको थिएन। यी तस्बिरहरूको तुलना गर्दा उनको स्तनको आकार अप्राकृतिक रूपमा नै वृद्धि भएको देखिन्छ। उनको यो शल्यक्रिया पनि यही समयमा भएको हुनुपर्दछ। उमेर, खानपान, हर्मोन र शारीरिक गतिविधि अनुसार मानिसको शरीर परिवर्तन हुँदै जान्छ, तर आफ्नो स्केलेटल फ्रेमवर्क हड्डीको संरचना भने जस्ताको तस्तै रहन्छ। बोसो खासै नभएको र हड्डीको संरचना पनि सानो भएको शरीरको तल्लो भागमा कर्वेचर ल्याउनका लागि मांसपेशीको मात्रा तथा मसल मास बढाउनु पर्दछ, जसको लागि उचित खानपान र नियमित व्यायाम आवश्यक छ। यसका लागि जिममा विशेष व्यायामहरू जस्तै स्क्वाट्स, लन्जेस र हिप थ्रस्ट जस्ता व्यायामहरूले मद्दत पुर्याउन सक्दछ। आशिका पनि यसका लागि जिममा निकै मेहनत गरेको कुरा उनको सामाजिक सञ्जालका पोस्टहरूबाट देख्न सकिन्छ। भन्नुपर्दा यी सबै शल्यक्रियाहरू उनको चलचित्र क्षेत्रमा प्रवेशको लागि तयारी मान्न सकिन्छ। समग्रमा आशिकाले आफ्नो सुन्दरता सुधार्नका निम्ति निम्न कदमहरू चालेकी थिइन्। 1. नाकको शल्यक्रिया। 2. डर्मा फिलर्स न्युरोटक्सिन्स। 3. स्तन वृद्धि शल्यक्रिया। यो मेरो पहिलो नेपाली भिडियो हो। कृपया कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनुहोला। मेरो च्यानलमा अझै प्लास्टिक र कस्मेटिक सर्जरीका भिडियोहरू छन्। कृपया च्यानलमा गएर हेरिदिनुहोला अनि लाइक र सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। धन्यवाद।